गुड मर्निङ नमस्कार साथीहरू। आज हामी भेटार मुनि गुराँस रोप्नु जानुको लागि रेडी हुँदैछौँ। हामी बेला गोपाल सर है। म चाहिँ यहाँ आइपुगेछु बिहानै ग्रिन टीमा। अब के हुन्छ साथीहरू हेर्दै गर्नु होला है साथीहरू। ल कतै भेला हुने ग्रिन टी चाहिँ यहाँ है साथीहरू। ल हामी अब मास्टर जानुको रेडी गर्दैछौँ है, रेडी हुँदैछौँ। हामी यहाँ अब ग्रिन टीबाट हामी अब लाग्नु आँट्यौँ है साथीहरू। ल यहाँ हाम्रो महावीर सर हुनुहुन्छ, हाम्रो समित जिउहरू सबैजना रेडी हुन्छ। साथीहरू हाम्रो महावीर नम्बरी र म चाहिँ मेरो स्कुटीमा यहाँ हामी पेट्रोल पम्पमा आइसक्यौँ। अब हामी माथि भेटार मुनि चाहिँ गुराँस रोप्नु जाने होइन नम्बर। आजको प्लान चाहिँ गुराँस रोपाइ छ। 100 बोट गुराँस, लाली गुराँस है, नेपालको राष्ट्रिय फुल हजुर रोप्नको लागि लागिरहेको छौँ। यहाँ केही साथीहरू पेट्रोल भर्ने क्रम छ। अनि सर हाम्रो बुनाइको नम्बरी सर आउनु भएको साथ सपोर्टको लागि एकदमै खुसी लाग्यो। नरेन्द्र सरको तर्फबाट हार्दिक है शुभकामना साथै सम्झेको छौँ। साथै हाम्रो आजको योजना चाहिँ यो कार्यको लागि सफल होस् भनेर हामीले 100 टाइम राष्ट्रिय फुल लाली गुराँसलाई चाहिँ रोपेर झर्ने क्रममा हिँडिरहेका छौँ। यस्तो भइरहेछ अहिले यहाँ चाहिँ। अब खुसी लागिरहेछ। यो भेटार अलि मुनि हो। हामी चाहिँ यहाँनिर आइपुगेछौँ गुराँस रोप्नु साथीहरू। मौसम हेर्नुहोस् यहाँको जहिले यस्तै हुन्छ। ल साथीहरू हामी भेटार आइपुग्यौँ है। भेटारको मौसम यस्तो छ होइन। हाम्रो माननीय ज्यू पनि आइसक्नु भयो। गुराँस रोप्न आइरहेको छौँ। हेर्नुहोस् है साथीहरू यस्तो छ है। अब नमस्कार बहिनी। अब हामी श्रमदान गर्नु आएको होइन हजुर। सबैको हातमा गैँती बेल्चा खुकुरी सबै कुरा छ। यसरी हामी चाहिँ गुराँस रोप्नु जाँदैछौँ है साथीहरू। घाम पानीले रोक्दैन, माननीय ज्यू हिँड्दै हुनुहुन्छ। भेटा स्काई वक यहाँ छ है साथीहरू। ल यता हामी चाहिँ के अरे स्काई वक भन्दा अलिक पर माथिबाट दर्शन गरेर नि आइसकेको छ कतिजना है। अब हामी यहीँनिर रोप्छौँ है साथी। अब हामी यहाँ रोप्छौँ राष्ट्रिय फुल लाली गुराँस रोप्नुलाई चाहिँ हामी आज भेटार आएको है साथीहरू। अब एकछिनमा रोप्छौँ हामी।
लाली गुराँस चाहिँ यहाँ हाम्रो सम्पूर्ण दर्शकबिन यति बेला हामी यो साँगुरी गढी गाउँपालिकामा छौँ भनेदेखि आज भने गुराँसको फुल गुराँसको बिरुवा रोप्ने काम यति बेला भइरहेको छ। हाम्रो माननीय पहिला रोप्नु हुनेछ, त्यसपछि हामी सबैले रोप्नेछौँ। गर्दै हुनुहुन्छ उहाँले सुरु गर्नुभएको छ। आज हाम्रो राष्ट्रिय फुल लाली गुराँस हाम्रो माननीय घरको सङ्पान ज्यूको हातबाट उहाँलाई पहिलो बिरुवा यति बेला उहाँको हातबाट रोप्ने काम भएको ताली बजाउने उहाँले चाहिँ रोपिसक्नु भयो। दिनको हातबाट सुरुवात गरे लाली गुराँसको बिरुवा ल हामी धेरैजना भेला भइरहेछौँ। यहाँ हेर्नु श्रमदाताको भिड घुइँचो। अब हामी रोप्छौँ लाली गुराँस, लहरै रोप्छौँ। आज 2083 साल साउन ल साथीहरू हेर्नुहोस् लाली गुराँस पहिलोचोटि हामीले रोप्ने अवसर पायो। अब हामी परैसम्म रोप्दै जान्छौँ है। मैले दुईवटा पाएँ, अलिकति भाँचिएछ यो, डाँडैभरि रोप्दैछौँ हामी। यहाँ खुकुरीले अब कोदालो नभएपछि खुकुरीले हाम्रो बहिनी खन्दै हुनुहुन्छ। यहाँ हेर्नु न साथीहरू, मैले खुकुरी बोकिनँ, हाम्रो बहिनीले खुकुरी यस्तो मजाले भिर्नु भएको छ क्या, हेर्नु त यी। अनि लाजै भयो नि हौ, बहिनीले चट्ट भिरेर आउनु भएको रहेछ खुकुरी, मैले चाहिँ ल्याइनँ। यस्तो पऱ्यो हौ। हौ महावीर सर पाउनु भयो त्यहाँ? लु मजाले रोपेर आउनुहोस् त। त्यहाँ चिनो राख्नु है, पछि फेरि मैले रोपेको भन्नुपर्छ। हो नि, हामी चाहिँ यहाँनिर रोप्यौँ। यहाँ अब पछि आएर हो यहाँ चाहिँ अलिक राम्रो रहेछ है। क्या हो यहाँ राम्रो छ। बहिनीले खुकुरी भिर्नु भएको देख्नुभयो साथीहरू, यस्तो हुनुपर्छ हामी गोर्खाली भनेको चाहिँ। मैले बोकिनँ, म लाजै भयो क्या, बहिनीले चट्ट भिरेर आउनु भएको छ। यहाँ हाम्रो उहाँ सरले नि चट्ट रोपिदिनु भयो। यिनीहरूले उखालेर फाल्दैन होला होइन? कति बिजोगले ल्याएको छ यो के अरे, कस्तो राम्रो राम्रो फेरि यो यस्तो मजाले खुकुरी भिरेर आउनु भएको छ। हुन्छ बहिनी, हुन्छ। यो त बाँच्छ। नमस्ते, नाम इन्द्र राई हो। इन्द्र राई नाम चाहिँ सुनेकै हो पहिला पहिला। हजुर, ल उहाँलाई एकदम धन्यवाद छ खुकुरी भिर्नु। मेरो चाहिँ निर्मला चामलिङ हो, मेरो नि धरान 11 नै हो। ए 11 तपाईको युट्युब च्यानलको नाम के छ? मेरो माइला दाइ झाकोटे ब्लग छ क्या। हुन्छ, सब्स्क्राइब गरिदिन्छु नि ल। हुन्छ बहिनी। के अरे तपाईँ अब अस्ति चिन्डे डाँडामा नि हामी भेट्नु त भेट्यौँ होला, तर अब कता कता पऱ्यो होइन। लु जाउँ ल बहिनी हिँड्नु। अब 3टा छ, हामी पर रोप्नुपर्छ। लु जाउँ। कस्तो राम्रो हेर्नु त लाली गुराँस यहाँ रोप्नु भएको छ, उता सबै रोप्नु भएको छ होइन। यहाँनिर अब हाम्रो पनि अलिअलि छ, यहाँ यसरी रोप्नु भएको छ। कस्तो मजाले रोप्दै हुनुहुन्छ है। रोपिसक्नु भयो?
डाँडैभरि रोपेछौँ हामीले साथीहरू। अब कहिले आउँदा चाहिँ यस्तो राम्रो फुल्छ यहाँनिर। दाजु कुन्द दाजु आमामामामा आज वृक्षारोपण है, वृक्षारोपण हुँदैछ साथीहरू यसरी। ओ माथि माथि भिर पनि रोप्दैछौँ हामी होइन, यो चौताराको छेउछाउ वरिपरि। ऊ माथि माथि पनि रोप्दै हुनुहुन्छ। ए बहिनीहरू यहाँ यसरी रोप्दै हुनुहुन्छ है। त्यहाँ रोपिसकेको छ होला होइन बहिनी? अलि मासतिरै जाउँ न हामी। माथि नै रोप्दैछौँ हामी चाहिँ है। हुनु त यो लाली गुराँस चाहिँ यस्तै माथि माथि फुल्छ, तर यहाँनिर लाली गुराँस देखिएन क्या। यहाँनिर चाहिँ यस्तैमा फुल्ने हो लाली गुराँस चाहिँ, तर यो एरियामा चाहिँ लाली गुराँसै छैन रहेछ। त्यही भएर हामी चाहिँ यहाँ रोप्नु आएको साथीहरू। आस्तिर हामी यसरी भिरैभरि छौँ बिरुवा रोप्नु। आनन्दज्यू यस्तो फाँड्दै हुनुहुन्छ, म भिडियो बनाउँदैछु। यस्तै छ, मैले पनि गरेँ थुप्रै अघि नै। यो लाली गुराँस रोप्ने क्रममा निकै परैबाट सुरु गरेको। अहिले चाहिँ हामी यहाँनिर आइपुग्यो भन्ज्याङमा। अब यहाँदेखि उता चाहिँ पाथिभरा मन्दिर छ, यहाँ रोप्दैछौँ। माथि माथि रोप्दैछौँ। लाली गुराँस राष्ट्रिय फुल लाली गुराँस रोपेर आज हामीले 100 बोट रोपेको साथीहरू है। बेटा धनकुटाको बोर्डरमा, यो सीमा क्षेत्रमा हो। यो सबै बालुवा निकाल्ने ठाउँ रहेछ। राम्रै रहेछ यहाँनिर त। यता बाटो पनि बन्दै रहेछ। ज्यान गर्नुहुन्छ ल। अब श्रमदान थोरै यता श्रमदान हुन्छ। अब ल फेरि यहाँ थोरै काम गर्छ। हामी चाहिँ श्रमदान पनि गर्छौँ। हामी यस्तै हुन्छौँ, जे पनि गरिदिन्छौँ कि हामी चाहिँ यसरी। अब लाइन लगाए चाहिँ यो त एकैछिनमा भरिन्छ। ल सुरु भइसक्यो यहाँ श्रमदान त। जहाँ गयो त्यो श्रमदान हुन्छ साथीहरू। हामी चाहिँ अब यो त हामी एकैछिनमा भरिदिन्छौँ हामी। यहाँ हेर्नु साथीहरू, अब यहाँ गुराँस रोप्ने क्रममा गुराँस रोपिसक्यो। यहाँ अलिकति फेरि श्रमदान रहेछौँ हामी चाहिँ। जहाँ जान्छौँ काम गरिहाल्छौँ। काम गर्नुको लागि चाहिँ हामीलाई एकदम कुनै ऊ छैन है साथीहरू। हेर्नुहोस् न, उहाँ हाम्रो मामुनीज्यू, उहाँ बेल्चा, मेन बेल्चामा चाहिँ उहाँ हुनुहुन्छ। स्पिड गरौँ है, 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 स्पिड। यसरी पासै प्रो डिलमा जान्छ साथीहरू। हाम्रो चाहिँ एकदमै स्पिडमा हुन्छ काम त। हामी त काम गर्नुको लागि त हामीले छेक्दैन, रोक्दैन। एकदम जहाँ गयो कामै काम, जहाँ गयो कामै काम, मिलेर काम गर्ने क्या। जहाँ गयो कामै काम। ल यो कालो पत्रो बन्दै रहेछ। अनि त्यसको लागि चाहिँ 3-4 जनाले गर्दै हुनुहुँदो रहेछ। अनि हामी आएर यहाँ गण्याम उताबाट आएको, यहाँ भेटिहाल्यो। त्यसपछि त हामी त केहीमा कमी छैन। श्रमदाताहरू त गड्याम एकैछिनमा गरेर सक्छौँ हामी है साथीहरू। यहाँ हाम्रो
खडाङ 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 गरेर एकैछिनमा उठि त गयो। यसरी चाहिँ हो हामीले देश बनाउने चाहिँ यसरी है साथीहरू। ल हेर्नु अब यो एकैछिनमा भरिन्छ, अब सकियो। यहाँ हाम्रो प्रहरी साहबहरू पनि हामीसँग हेल्प गर्दै हुनुहुन्छ है। जय देश, जय देश। आजको लागि हाम्रो सलमान अब चाहिँ हामी जान्छौँ है साथीहरू। थ्याङ्क यू सो मच। आज भिडियो हेरिदिनु होला, लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। थ्याङ्क यू सो मच। अब चाहिँ हामी